दोस्रो विवाह गरेकी नेपाली चर्चित नायिकाहरू हजुरलाई को मनपर्छ कृपया कमेन्ट गर्नुहोला। रेखा थापा। नेपाली चलचित्रकी चर्चित नायिका मानिने रेखा थापाले निर्माता छवि ओझासँगको लामो वैवाहिक सम्बन्ध टुङ्गिएपछि केही वर्ष अघि बलराम शाहीसँग दोस्रो विवाह गरिन्। हाल उनीहरू वैवाहिक जीवनमा खुसी छन् र उनीहरूको एक छोरी पनि छिन्। श्वेता खड्का। नायक श्रीकृष्ण श्रेष्ठसँगको पहिलो विवाह भएको केही समयमै उनको निधन भएपछि श्वेता निकै पीडामा थिइन्। त्यसको केही वर्षपछि उनले परिवारको सल्लाहमा विजेन्द्र सिंह राउतसँग दोस्रो विवाह गरिन्। उनीहरूको पनि एक छोरी छिन्, सञ्चिता लुइटेल। सञ्चिता लुइटेलको पहिलो विवाह आकाश शाहसँग भएको थियो, जुन लामो समय टिक्न सकेन। पछि उनले चर्चित नायक निखिल उप्रेतीसँग दोस्रो विवाह गरिन्। उनीहरूका 2 सन्तान छन्। प्रियङ्का कार्की। प्रियङ्का कार्कीको पहिलो विवाह रोचक मैनालीसँग अमेरिकामा भएको थियो। त्यो सम्बन्ध विच्छेद भएपछि उनले नेपाल फर्केर चलचित्रमा सफलता पाउनुभयो र पछि नायक आयुष्मान देशराज जोशीसँग दोस्रो विवाह गरिन्। उनीहरूको एक छोरी छिन्, पूजा चन्द। नायिका पूजा चन्दले सुरज चन्दसँगको पहिलो सम्बन्ध टुङ्गिएपछि चर्चित सङ्गीतकार राजु लामासँग दोस्रो विवाह गरिन्। उनी पनि हाल अमेरिकामै छिन् र आफ्नो नाम पूजा लामा लेख्ने गर्छिन्। अरुणिमा लम्साल। अरुणिमा लम्सालले अमित अर्यालसँगको पहिलो सम्बन्ध विच्छेद भएपछि केही समय अघि मात्र दोस्रो विवाह गरेकी हुन्, तर उनले दोस्रो विवाह गरेको 8 महिनामै डिभोर्स भइसकेको छ। अन्जु पन्त। गायिका अन्जु पन्तले गायक मनोज राजसँगको लामो वैवाहिक सम्बन्ध र डिभोर्सको धेरै वर्षपछि थिर कोइरालासँग दोस्रो विवाह गरिन्। उनीहरूको एक छोरा छन्।